हेलो वेलकम टु आवर युट्युब च्यानल भाइहरू सबैजना सन्चै हुनुहुन्छ होला है। अब सिङ्गापुरे पुलिस फोर्सको नर्मल्ली अब सेलेक्सन आइसक्यो, तर ब्रिटिस आर्मीको अलिकति टाइम छ। त्यही भएर ब्रिटिस आर्मीको भाइहरूको लागि चाहिँ यो आजको सोल्युसन मैले गर्नेछु। योभन्दा अगाडि चाहिँ सिङ्गापुरीको गरेको थिएँ। यो चाहिँ 2025-26 को नयाँ इन्टेकको लागि लेटेस्ट मोडल क्वेसन रहेको छ। कति भाइहरूले गर्नुपर्ने भयो होला। र तपाईँहरूलाई सुरुमा मैले दुईवटा कुरा भन्छु है त। पहिलो कुरा चाहिँ यसपालिको मोडलको बारेमा कुरा गर्दा चाहिँ 2014देखि यताको मोडल हेर्दा म्याथमेटिक्समा त्यस्तो नयाँ क्वेसनहरू चाहिँ काटेको छैन है त। अब यसमा कतिवटा नयाँ क्वेसनहरू यसपालि 2025मा हालेको छ, त्यो पनि म भन्नेछु। र दोस्रो कुरा चाहिँ तपाईँहरूले पढ्दा चाहिँ अलिकति बुझेर पढ्नु, कन्सेप्ट लिएर पढ्नु है। कन्सेप्ट लिएर पढ्यो भने नर्मल्ली क्वेसनहरू त्यस्तो गाह्रो चाहिँ छैन। साना साना कुराहरू चाहिँ ख्याल गर्नुपर्ने हुन्छ तपाईँहरूले, र फर्मुला पनि याद गर्नुपर्ने हुन्छ है। अब यति भन्दै भिडियोलाई सुरु गरौँ। स्ट्याटिस्टिक्सबाट सोधेको है यो सोधेको यस्तो खाले। अब क्वेसन सोध्यो भने चाहिँ तपाईँहरूले के गर्नु भन्दा चाहिँ नर्मल्ली यो रेन्जमा दिएको छ होइन, कोही बेला रेन्जमा पनि दिँदैन। यसमा चाहिँ रेन्जमा दिएको छ 90देखि 80देखि 90 छ। यसमा चाहिँ तपाईँले मिडल नम्बर पत्ता लगाउनु है। मिडल नम्बर भनेको चाहिँ 80देखि 95को बिचमा कुन नम्बर हुन्छ त्यो नम्बर लेख्नु। भनेपछि 80देखि 90को बिचको नम्बर कति हो भन्दा 85 होइन। त्यसै गरी फेरि 90देखि 100को बिचको 95। त्यसै गरी तपाईँको 100 र 110को बिचको भनेको 105। त्यसै गरी तपाईँले 110 र 120को बिचको 115। यो भयो है। यो चाहिँ अब बिचको नम्बर हामीले निकाल्ने। अब यति निकालिसकेपछि के गर्नु पर्यो भन्दा तपाईँले अब यो फ्रिक्वेन्सीसँग तपाईँले मल्टिप्लाई गरिदिने है, डाइरेक्ट मल्टिप्लाई गरिदिने। यसमा चाहिँ ठुलो भ्यालु छ, तपाईँले मल्टिप्लाई गर्नु होला। मल्टिप्लाई गरेर यता एउटा भ्यालु आउँछ। अब कति आउँछ भन्दा 85 इन्टु 36। अब यस्तो खाले क्वेसन चाहिँ नर्मल्ली तपाईँहरूलाई यो मोडल चाहिँ ठिक छ कि, तर यो भ्यालु छ नि, यो भ्यालु चाहिँ अलिकति ठुलो भयो जस्तो लागिरहेको छ मलाई। सेलेक्सनमा अलिकति सानो भ्यालु दिन्छ होला, तपाईँलाई टाइम पुग्दैन है। कि तपाईँ यो क्वेसनमा टाइम बढी गयो भने अरू क्वेसनहरू छोटो हुन्छ, नत्र नर्मल यस्तो क्वेसनहरूमा चाहिँ तपाईँको भ्यालु चाहिँ सानो दिन्छ। अब तपाईँले 85 इन्टु 36 तपाईँले साइडमा गर्नु पऱ्यो। यो गर्दा त टाइम त जाने भयो नि त्यसरी। 85 इन्टु 36 गर्नुहुन्छ होइन, एउटा भ्यालु निकाल्नुहुन्छ। त्यस्तै फेरि 95 इन्टु यो गर्दा थोरै टाइम चाहिँ जान्छ। सो तपाईँहरूले यो भ्यालु चाहिँ अलिक सानो नै दिन्छ है त सेलेक्सनमा। अब 85 इन्टु 36 गर्दा चाहिँ मैले क्यालकुलेटर युज गरेँ, तपाईँहरूले चाहिँ हातैले गर्नु होला। 30 इन्टु 60 आयो। त्यसै गरी 95 यो 95 र 45 गर्दा 900 हुन्छ है। अब यो यसरी गर्नु पऱ्यो अब मिन निकाल्ने बेलामा है। अब तपाईँले यो सबै छ नि, यो सबै भ्यालु फेरि जोड्नु पऱ्यो। 3000 4000 सबै भ्यालु छ नि, यसले जोड्नु पऱ्यो। जोड्दा कति हुन्छ भन्दा तपाईँको 20,000। यो सबैलाई जोड्दा आयो तपाईँको 20,425 आयो है। 20,425 आयो। अब यो चाहिँ तपाईँको टोटल यसरी निकाल्ने है त, यस्तो रेन्जवाला क्वेसन दियो भने। अब यो टोटल यसरी निकालिसकेपछि अब डिभाइडमा कति लेख्ने भन्दा डिभाइडमा चाहिँ यो फ्रिक्वेन्सीको मात्र हेर्ने है। फ्रिक्वेन्सी भनेको चाहिँ नर्मल्ली मैले माथिको टोटल निकाल्न चाहिँ सिकाइहालेँ तपाईँहरूलाई होइन। यो यसरी निकाल्ने। अब फ्रिक्वेन्सीको चाहिँ के गर्ने भन्दा चाहिँ यो फ्रिक्वेन्सीहरू जोड्ने भनेको यो फ्रिक्वेन्सीमा जति पनि भ्यालु छ नि यिनीहरूलाई जोड्नु पऱ्यो है। अब यसमा चाहिँ 36 प्लस 45 प्लस 659 प्लस 60 गर्दा कति हुन्छ, यो 200 हुँदो रहेछ। यो 200ले चाहिँ यता भाग गरिदिने। अब भाग गरिसकेपछि अब यसलाई सल्भ गर्ने। अब यसमा नर्मल्ली 20,425लाई 200ले भाग गर्दा तपाईँको आउँदो रहेछ 102.125 आउँछ है त। तपाईँले यसलाई चाहिँ साइडमा डिभाइड गर्नु होला है त। मैले तपाईँले डाइरेक्ट क्यालकुलेटरबाट गरेँ। 102.125 छ है हाम्रो एन्सर। तर यसले के भनेको छ भने चाहिँ यहाँ ख्याल गर्नुपर्ने कुरा, इस्टिमेट द मिन अमाउन्ट अफ डेली इटन टु द नियरेस्ट होल नम्बर भनेको छ। यहाँ नियरेस्ट होल नम्बर भनेको छ। त्यही भएर हामीले के गर्नु पऱ्यो भन्दा चाहिँ अब 102.12 छ। यो भएपछि हामीले 12 भनेको चाहिँ यो पोइन्ट पछि 12 छ भनेपछि 1 छ। पोइन्ट पछि सुरुमा चाहिँ 1 छ भनेपछि तपाईँले चाहिँ सानो भ्यालु लिने। त्यो भनेको चाहिँ 102 नै लिने है। 102 मात्र लेख्ने। यदि तपाईँको चाहिँ नि यो 125 को ठाउँमा चाहिँ यो 102.5 यसरी भएको भए तपाईँले फेरि के लिनुहुन्थ्यो, यो नियरेस्ट होल नम्बर गर्दा चाहिँ ठुलो भ्यालु लिने। भनेको 102 पोइन्ट छ भने 103 लेख्ने। यसरी 0.5 भन्दा माथि छ भने चाहिँ 103 यसरी गर्ने है। यो नियरेस्ट होल नम्बरको केसमा चाहिँ यस्तो गर्ने। सो यसको युनिट केमा छ भन्दा यो सबै ग्राममा छ। अमाउन्ट अफ फुड ग्राममा छ। सो एन्सर ग्राममा हुन्छ। यसरी 102 ग्राम भएको हो है त।
अब यसमा अलिकति टाइम जान्छ किनभने यहाँ मल्टिप्लाईको कुरा छ, प्लसको कुरा छ, त्यसपछि डिभाइडको कुरा छ, यसमा सबैमा टाइम जान्छ। प्र्याक्टिस गर्नु होला है। अब यही मोडेलमा अथवा यस्तै ठुल्ठुलो भ्यालुसँग सोध्यो भने पनि तपाईँहरूले अब किन सोधेको भन्नु त पाएन नि त, त्यसको लागि चाहिँ रेडी हुनु होला। सकेसम्म तपाईँले सानै नै भ्यालु दिन्छ भन्ने हो, दिएन भने पनि सल्भ गर्न सक्नु पऱ्यो है। ल अल राइट, क्वेसन नम्बर 1 भयो। क्वेसन नम्बर 2 हेरौँ। अब यसमा के भन्छ, आइसा एम्स टु स्पेन्ड नो मोर देन 4% अफ देयर मन्थली इन्कम अन क्लोथ भनेको चाहिँ आइसाले जति कमाउँछ उसले चाहिँ स्पेन्ड गर्छ है कति 4% अफ उसको मन्थली इन्कमको 4% चाहिँ उसले केमा कपडा किन्नमा उसले खर्च गर्छ अरे भनेको। नो मोर देन भनेको छ भनेको चाहिँ यो म्याक्सिमम उसले म्याक्सिमम खर्च गर्ने भनेको चाहिँ उसको कमाइको यो नो मोर देन भनेको चाहिँ म्याक्सिमम है। म्याक्सिमम चाहिँ 4% उसले खर्च गर्छ भनेको 4% भनेपछि वाट इज देयर म्याक्सिमम मन्थली अमाउन्ट बजेट फर क्लोथ इफ दे अन 21,000 पर मन्थ भनेको उसले महिनाको 21,000 कमाउँदो रहेछ। 21,000 कमाउँदो रहेछ भनेपछि उसले चाहिँ मन्थली भनेको 21,000 कमाउँछ र मन्थली उसले 4% म्याक्सिमम कपडामा खर्च गर्छ भने होइन, उसले चाहिँ कति चाहिँ कपडा किन्नको लागि खर्च गर्दो रहेछ त्यो निकाल्नु पऱ्यो। यो चाहिँ नर्मली पर्सेन्टेजबाट सोधेको क्वेसन हो है। यो नर्मली पर्सेन्टेज निकाल्ने 21,000को 4% निकालिदिने। 4% भनेको 4, यो पर्सेन्टको मिनिङ के हुन्छ भन्दा चाहिँ डिभाइड बाई 100 हुन्छ है त। यसो गर्दा यो 0 कट्यो होइन। अब यो 21 × 4 गर्दा 21 चौको 84, 0को यो भनेको यो 200 यस्तो हुन्छ है। 210 × 4 मात्र बच्यो नि त, यो 0 कट्यो। सो हाम्रो यस्तो मल्टिप्लाई गर्नलाई चाहिँ अलिकति सजिलो हुन्छ है। यहाँ 21 छ अनि त्यसपछि यहाँ 4 छ भनेपछि हाम्रो यो 0 छ नि, यो 0लाई नर्मल यतिकै 0 लेखिदिँदा हुन्छ। यसरी 0 लेखिदिने। हामीले यो भ्यालुलाई चाहिँ मल्टिप्लाई गर्दा हुन्छ है। मल्टिप्लाईको केसमा सजिलो हुन्छ यो गर्दा। सो 21 × 4 गर्दा 4 × 1 4 भयो होइन, अनि 4 × 2 8 भयो। यसरी छिटो हुन्छ है सल्भ गर्न। यदि यो 0 वाला केस छ भने डिभाइड गर्न र मल्टिप्लाई गर्न चाहिँ सजिलो हुन्छ। 850 भयो। अब यसको युनिट केमा छ भन्दा यो 850 चाहिँ के हो त खासमा भन्दा यो पैसा हो। सो रुपिजमा छ पैसा, यो रुपिज है। अब यो ब्रिटिस आर्मीको भएको कारणले गर्दा तपाईँहरूले कोही बेला चाहिँ यस्तो पाउन्डमा दिन सक्छ, यस्तो पाउन्डमा हुनसक्छ। त्यति बेला युनिट हेर्ने, यदि यहाँ पाउन्ड छ भने यहाँ युनिट पाउन्डै हुन्छ है। त्यसमा चाहिँ युनिट रुपिज छ पैसा, सो यसको रुपिजै भयो है त। बुझ्नुभयो होला। भिडियो राम्रोसँग बुझ्नु भएको छैन भने चाहिँ यसरी फेरि रिपिट गरेर हेर्नु है, सकेसम्म बुझ्नु भन्छु म चाहिँ। नर्मली यो चाहिँ क्वेसन सल्भ गरिदिएको हो मैले। यसलाई डिटेलमा पढ्नलाई चाहिँ तपाईँहरूले क्लास जोइन गर्न सक्नुहुन्छ है त। जति पनि ब्रिटिस आर्मीको भाइहरू चाहिँ अब 2025 को लागि 6 को लागि 25-26 को लागि तपाईँहरूले फर्म भर्नुभयो, नाम आइसकेको छ भने एजुकेसनमा खतरा हुनु पऱ्यो तपाईँहरू है। हाई कम्पिटिसन हुन्छ, आफूलाई त्यही अनुसारले प्रिपेयर गर्नुपर्छ। अब जो भाइहरूले चाहिँ सेल्फ गरिरहनु भएको छ तपाईँहरू अब पर्सनल गाइडेन्स चाहिएको छ होइन, अनलाइन क्लासको खोजीमा हुनुहुन्छ भने तपाईँहरूले चाहिँ मैले नै क्लास लिइराखेको छु होइन। 2-3 महिना भइसक्यो क्लास लिएको। नर्मल्ली हाम्रो 3-4वटा ग्रुप भइसकिरहेछ र अर्को हाम्रो 3-4वटा ग्रुप सक्यो र अहिले नयाँ क्लास हाम्रो अस्ति 16 अप्रिलबाट सुरु भएको छ नयाँ क्लास होइन। सो तपाईँहरू छुट्नु भएको छ भने चाहिँ जोइन गर्न सक्नुहुन्छ है त। जोइन गर्न सक्नुहुन्छ तपाईँहरूले। त्यसको लागि तपाईँले यो 97 42 86 32 16मा तपाईँले म्यासेज गर्नु होला है। तपाईँले फ्री डेमो क्लास लिन सक्नुहुन्छ 2 दिनको। यो डेमो क्लास चाहिँ अब तपाईँहरूले क्लासमा कतिको बुझिन्छ बुझिँदैन होइन, अनि मैले पढाएको तपाईँले ठिक लाग्यो लागेन भन्नलाई चेक गर्नलाई तपाईँले 2 दिन फ्री क्लास लिन सक्नुहुन्छ है। र अर्को कुरा चाहिँ अब अनलाइनमा कति भाइहरूले चाहिँ अनलाइन अहिलेसम्म नपढेको पनि हुनसक्छ है। सो फ्यामिलियर पनि हुन्छ अनलाइन क्लास कसरी पढ्दो रहेछ भन्ने कुरा यो बुझिनलाई चाहिँ तपाईँले 2 दिन फ्री क्लास जोइन गर्न सक्नुहुन्छ है त। सो तपाईँहरूलाई गाइडेन्स चाहिएको छ भने चाहिँ ल अल राइट। हाम्रो क्वेसन नम्बर 2 पनि भ्यायो है। 850 एन्सर आयो। अब क्वेसन नम्बर 3 हेरौँ है त। अब क्वेसन नम्बर 3 चाहिँ नर्मल्ली यो चाहिँ हाम्रो युनिटरी मेथड अथवा कन्भर्जनबाट सोधेको क्वेसन है। कन्भर्जन गर्न पनि जान्नुपर्ने हुन्छ है यो पनि। सो 1 = 2.5 यो भनेको चाहिँ यो 1 -- भन्दा यो सिएमसँग यस्तो छ भने चाहिँ यो जहिले पनि यो 1 चाहिँ इन्च हो है। 1 इन्च भनेको चाहिँ 2.5 cm हुन्छ। हामीले इन्च भन्नु बित्तिकै चाहिँ हामीले औँलाले नर्मल्ली एउटा औँलालाई 1 इन्च मानिन्छ नि त, तर एक्ज्याक्टली 1 इन्च भनेको चाहिँ 2.5 cm हुन्छ है त। त्यो भनेको भनेपछि हाउ मेनी इन्चेस आर इन 6 cm भनेको छ। 6 cm मा चाहिँ कति हुन्छ भनेको छ, कति इन्चेस हुन्छ भनेको छ है। सो अब यहाँ 1 इन्चेसको युनिट दिएकै छ होइन। अब त्यो सजिलो भयो। अब यस्तो खालेमा चाहिँ तपाईँले के ख्याल गर्नु भने अब कोही बेला तपाईँलाई पहिलाको मोडल क्वेसन हेर्दा चाहिँ के दिन्थ्यो भन्दा चाहिँ जस्तो तपाईँलाई $1 = यसरी RS 80 रुपिस दिन्थ्यो होइन। अनि हाउ मेनी डलर = अथवा हाउ मेनी RS = $70 भनेर यसरी क्वेसन सोध्थ्यो है।
भनेको तपाईलाई यो इन्चको केसमा दियो हैन, यसरी पैसाको केसमा पनि कन्भर्जन दिने गरेको थियो पहिलाबाट। भनेको यो क्वेसन नयाँ क्वेसन होइन, यो पनि पुरानो क्वेसन नै हो। यो नयाँ क्वेसनको कुरा गर्दा चाहिँ अब पुरानो नै क्वेसन छ, त्यस्तो नयाँ क्वेसन छैन। यसमा अलिकति पर्सेन्टेजको क्वेसन यो पनि पहिलेबाट सोध्ने खाले हो, तर अलिकति यो चाहिँ नयाँ नयाँ हो कि जस्तो चाहिँ छ है। यो चाहिँ भने यो चाहिँ हाम्रो पहिलाको 2025 24 25 को क्वेसनको मोडल नै है। यो त अब बुढो क्वेसन हो हैन, जहिले पनि सोधिरहने क्वेसन हो। सो 3 नम्बरको क्वेसन चाहिँ अब कन्भर्जनको क्वेसन है। अब यो कन्भर्जन नर्मल्ली सजिलो गाह्रो चाहिँ छैन हैन, प्रायःले गर्न सक्नुहुन्छ होला। तर तपाईहरुलाई एउटा ट्रिक दिन्छु है यो कन्भर्जनको चाहिँ। अब यो यसमा इन्च दिएको छ, अरु पैसाहरु पनि दियो भने पनि कसरी सल्भ गर्ने त्यो म भन्छु है त। नर्मली तपाईले यो हेर्नु पर्यो, यो सीएम चाहिँ यताको युनिट हेर्नु पर्यो र यताको युनिट हेर्ने। यो 1 इन्च छ र यो सीएम छ। तपाईले ख्याल गर्नु पर्यो कि यो 1 इन्चलाई भनेको इन्चलाई चाहिँ तपाईलाई सीएम मा लाने हो कि यो सीएम लाई चाहिँ इन्चमा लाने हो, त्यो चाहिँ कुरा ख्याल गर्नु पर्यो है। फेरि एकचोटी भन्छु है। भनेको तपाईले यो सीएम युनिट छ नि, भनेको यो सीएम लाई हामीले इन्चमा ल्याउने हो कि यो इन्चलाई चाहिँ सीएम मा लाने हो, यो कुरा ध्यान दिनुपर्ने हुन्छ है त। यदि तपाईले यो जहिले पनि यताको युनिट सीएम मा लाने हो भनेदेखि तपाईले के गर्नु पर्यो, सीएम मा लाने हो भनेदेखि चाहिँ तपाईले मल्टिप्लाई गर्नु पर्यो। मल्टिप्लाई गर्ने भनेको चाहिँ यो भ्यालुसँग यो भ्यालु मल्टिप्लाई गर्नु पर्यो जहिले पनि है, ट्रिक। अब यदि तपाईले सीएम लाई चाहिँ भनेको हाम्रो यो यतापट्टिको भ्यालुलाई चाहिँ अर्कोपट्टिको भ्यालुमा कन्भर्ट गर्ने हो भने चाहिँ फेरि डिभाइड गर्नु पर्यो। डिभाइड गर्ने भनेपछि अब हामीले यो सीएम लाई इन्चमा लाने हो कि इन्चलाई सीएम मा लाने हो भन्दा यहाँ हेर्नु त, हाउ मेनी इन्च आर इन 6 सीएम भनेको यो सीएम लाई केमा लाने रहेछ, इन्चमा लाने रहेछ। भनेपछि के गर्ने, इन्चमा लाने भनेपछि डिभाइड गर्ने। डिभाइड गर्ने भनेको चाहिँ यो 6 लाई चाहिँ केले डिभाइड गर्ने, यो भ्यालुले डिभाइड गर्ने 2.5 ले। अब यदि यो 1 इन्चलाई चाहिँ सीएम लगेको भए फेरि के हुन्थ्यो, 6 × 2.5 यसरी हुन्थ्यो है। भनेको तिमीले इन्चमा लगेको भए चाहिँ सरी सीएममा लगेको भए चाहिँ हामीले मल्टिप्लाई हुन्थ्यो, तर हामीले इन्चमा लगेको नि त, ब्याक साइड लगेको, त्यही भएर हामीले डिभाइड गर्यौँ है। यसरी ब्याक साइड लगेको, त्यही भएर हामीले डिभाइड गर्यौँ। सो 6 लाई 2.5 ले डिभाइड गर्दा यसलाई पहिला मेटौँ। डिभाइड गर्दा चाहिँ यसो गर्ने, यो 6/2.5 भयो। यसलाई डिभाइड गर्दा तपाईले नर्मली के गर्न सक्नुहुन्छ भन्दा यो 6/2.5 छ भने यो पोइन्टलाई तपाईले हटाइदिएर के गर्न सक्नुहुन्छ, माथिको भ्यालुमा 60 यसरी थप्न सक्नुहुन्छ है त, 25। अघि 2.5 थियो, यो पोइन्ट हटाएर हामीले माथि 0 थप्न सकिन्छ। पोइन्ट पछि हामीले एउटा मात्र यताको भ्यालु एउटा छ, सो हामीले 0 थप्न सकिन्छ है। माथिपट्टि यसरी 0 थप्ने र पोइन्ट हट्छ, यसरी पोइन्ट हट्छ हैन, यसरी पोइन्ट हट्छ र माथि 0 थपिन्छ, पोइन्ट छ यहाँ है। यो सो हामीले कन्भर्ट गर्दा 60 भयो। भनेपछि अब 6/2.5 भनेको 60/25 भयो है। 60/25 भन्नु र 6/2.5 भन्नु एउटै हो। सो अब यो 60 लाई चाहिँ तपाईले यसरी साइडमा 60/25 गर्ने यसरी हैन, अथवा 5 ले जान्छ रे यसलाई। 5 × 5 = 25, 5 × 1 = 5, 6 5 × 2 = 10, 5 ले जान्छ। भन्छ यसलाई सानो भ्यालु पनि बनाउन सक्यो, नत्र सानो भ्यालु बनाऊँ न एकचोटि। यसरी काट्न सक्यो, नत्र यसरी गर्दा नि भयो। 5 × 5 = 25, 5 × 1 = 5, 5 × 2 = 10 हैन। सो 12/5 आयो, 12/5 आयो। अब फेरि यो 12/5 ले चाहिँ फेरि 5 ले यो 12 लाई सानो भ्यालु भयो, अब चाहिँ सजिलो हुन्छ नि त अलिकति। यो 60 पनि कट्यो, 12/5 भयो। अब हामीले यो 5 ले 12 लाई हामीले भाग गर्ने यहाँ हैन। यसो गर्दा कति हुन्छ भन्दा 5 5 2 = 10 10 भयो, अनि माइनस यो 2 आयो, पोइन्ट थप्ने यहाँ 0 थप्ने, 5 चौको 20 भयो। भनेको यो कट्यो, यो कट्यो, माइनस गर्दा सो 2.4 आयो। सो कति रहेछ, 2.4 इन्च हाम्रो यसरी 2.4 एन्सर आयो त, 2.4 इन्च। अब यसको युनिट के हुन्छ भन्दा चाहिँ यहाँ हेर्नु है, 2.4 हाम्रो नर्मल यो 2.4 भ्यालु आयो हैन, 2.4 भयो। तर हामीले यो डबल ड्यास छ नि त, डबल ड्यास भने यो इन्चको नर्मल्ली हामीलाई केले डिनोट गरेछ भन्दा डबल माथि ड्यासले। सो हामीले माथि डबल ड्यास पनि लेख्नुपर्छ है, त्यही भएर युनिट चाहिँ ख्याल गर्नु पर्यो यस्तो सासानो कुराहरू। सो एन्सर 2.4 अनि माथि डबल ड्यास छ, यो चाहिँ इन्चको नोटेसन है। अलरेडी हाम्रो क्वेसन नम्बर 3 भयो। अब क्वेसन नम्बर 4 मा हेर्नु, यो हाम्रो स्क्याटर प्लटबाट सोधेको क्वेसन हो हैन। अब यस्तो खाले क्वेसनमा चाहिँ के हुन्छ भने चाहिँ अब यसलाई चाहिँ कस्तो खाले हुन्छ भने थोरै म क्लियर गरिदिन्छु है। यो अनलाइन क्लासमा चाहिँ अलिकति मैले डिटेलमा पढाइदिन्छु हैन, यहाँबाट अरु पनि कस्तो कस्तो क्वेसन सोध्छ भनेर है। अब चाहिँ म भाइहरुलाई भिडियो पनि हाल्दिन्छु, अपडेट चाहिँ रहनु है त, युट्युबमा फलो गरेर राख्नु, सब्स्क्राइब गर्नु। अब 4-5 वर्षमा मैले भिडियो बनाउन थालेको हैन, 15,000 पनि पुगेको छैन सब्स्क्राइबर। नर्मल्ली अब त्यही नै हो, अब दुःख बढी हुन्छ। अब तपाईहरुबाट मैले खोजेको भनेकै अथवा हामीले खोजेको भनेकै तपाईको माया भनेकै सब्स्क्राइब गरेर अथवा लाइक गरेर त हो नि हैन। सो लाइक सब्स्क्राइब चाहिँ गरिदिनु, मोटिभेसन मिल्छ अर्को भिडियो बनाउनलाई। अब नर्मल्ली अब एउटा भिडियोमा 1000 भ्युज पनि जाँदैन नि त, त्यसले त
अब डिमोटिभेट हुन्छ नि त। सो भाइहरूले त्यति सपोर्ट चाहिँ गरिदिनु होला है त। ल ओके, क्वेसन नम्बर 4 मा हामी हेरौँ है त। यो क्वेसन चाहिँ स्क्याटर प्लटबाट है। स्क्याटर प्लट भन्नु बित्तिकै चाहिँ कस्तो हुन्छ भने तपाईँले यो डायग्राम पहिला पढ्नु होला होइन। यस्तो डायग्राम हुन्छ नि, यस्तो डायग्राम हामीले नर्मली हेर्ने हो। डायग्रामको यो बिचको हाम्रो के हुन्छ भन्दा यो 0 हुन्छ है, यो बिचको 0 हुन्छ र हाम्रो यो यताको एक्सिसलाई हामीले एक्स एक्सिस भन्छ, यो माथिकोलाई वाइ भन्छ है। त्यसै गरी यो तलकोलाई फेरि हाम्रो के भन्छ, यो तलकोलाई पनि हाम्रो वाइ एक्सिस भन्छ, यता पनि एक्स एक्सिस हुन्छ। भनेको यो यता साइडमा हाम्रो एक्स एक्सिसको राइट साइड छ, यो जुन छ नि यताको, यो चाहिँ हाम्रो पोजिटिभ हुन्छ। भनेको 1 2 3 यस्तो पोजिटिभ हुन्छ है, यो पोजिटिभ हुन्छ। भनेपछि यही फेरि एक्स एक्सिस तपाईँको यतापट्टि लेफ्ट साइडपट्टि आयो भने यो नेगेटिभ हुन्छ, -1 -2 र -3 हुन्छ। भनेपछि यहाँ एउटा ख्याल गर्नु, यो एक्स एक्सिस भनेको चाहिँ तपाईँ यो बिचमा उभिनु हो भने अथवा यो बिचमा उभिनु हो भने एक्स एक्सिस भनेको के भयो, कि त राइट साइड पऱ्यो होइन भाइहरू, कि त लेफ्ट साइड पऱ्यो एक्स एक्सिस, कि त राइट पऱ्यो कि त लेफ्ट पऱ्यो एक्स एक्सिस। यसलाई म थोरै एउटा उ गर्छु, किन चाहिँ यसको यो ल ओके। अब यसो कि त राइट साइड पऱ्यो कि त लेफ्ट साइड पऱ्यो है। भनेपछि हाम्रो एक्स चाहिँ कसरी मुभ हुँदो रहेछ, यदि एक्स चाहिँ तपाईँले राइट साइड भन्यो भने पोजिटिभ प्लस भएको छ होइन, भनेपछि यदि नेगेटिभ भयो भने माइनस भएको छ हो। तपाईँलाई मुभ राइट साइड बाई 3 भ्यालु 4 भ्यालु भनेपछि प्लस गर्ने, लेफ्ट भन्यो भने चाहिँ माइनस गर्ने। त्यो चाहिँ कुनलाई रहेछ, एक्सलाई रहेछ। त्यसै गरी यो वाइ हेर्नु, वाइ ठ्याक्कै अब हेर्नु त कस्तो छ, वाइ अप छ, ठाडो गएको छ, अर्को डाउन गएको छ। भनेपछि यो वाइ चाहिँ तपाईँको अप जाँदा भनेको ठाडोतिर यस्तो माथि जाँदा चाहिँ के हुन्छ, प्लस हुन्छ, 1 2 3 त्यसरी जान्छ। फेरि तल आउँदा चाहिँ डाउनतिर आउँदा चाहिँ भनेको यो अप हुन्छ है, अपतिर जाँदा प्लस भयो, फेरि डाउन आयो, तल डाउन आयो भने चाहिँ के भयो, माइनस आयो। भनेको -1 -2 -3 यस्तो माइनस तल आउँछ। भनेपछि यदि अप भनेपछि वाइको भ्यालुलाई तपाईँले प्लस गर्नु पऱ्यो होइन, प्लस गरेर जोड्नु पऱ्यो। माइनस भनेपछि फेरि अथवा डाउन भनेपछि माइनस हुन्छ भनेर बुझ्नु पऱ्यो है। अप भन्यो भने प्लस, डाउन भन्यो भने माइनस, राइट भयो भने प्लस, लेफ्ट भन्यो माइनस। यो कुरा चाहिँ बुझ्नु होला। यति कुरा बुझिसकेपछि यो क्वेसन नम्बर 4 नम्बरको अब हेरौँ है त। अब हेरौँ यसमा के भनेको छ भन्दा पोइन्ट ए इज 1656 भनेको छ। यो के भनेको त भन्दा भाइहरू, यो 16 र 56 आएको छ। यो भनेको चाहिँ के भनेको भन्दा चाहिँ यो मैले एक्स र वाइको कुरा त तपाईँहरूले गरेँ होइन। यो चाहिँ कस्तो भनेको भने ए को भ्यालु तपाईँले चाहिँ नि यो 16,56 भनेको चाहिँ यो जहिले पनि सुरुको 16 छ नि, सुरुको भ्यालु यो जहिले पनि एक्सको भ्यालु हुन्छ है, र यो पछाडिको भ्यालु चाहिँ वाइको भ्यालु हुन्छ। यो कुरा क्लियर गर्नु, यो कुरा चाहिँ बुझ्नु है। यदि मैले ए को भ्यालु चाहिँ 16,56 लेखेँ भने के रहेछ, अगाडिको चाहिँ एक्सको भ्यालु, पछाडिको चाहिँ वाइको भ्यालु भनेर बुझ्नु पऱ्यो। अब एक्स के हुन्छ, मैले भर्खर के भनेको, यो एक्सको भ्यालु कि त राइट साइड जान्छ होइन, एक्स भ्यालु के हुन्छ, कि त राइट साइड जान्छ यस्तो, कि त यस्तो राइट साइड जान्छ एक्स भ्यालु, कि त लेफ्ट साइड जान्छ। राइट गयो भने के हुन्छ, प्लस हुन्छ, लेफ्ट गयो भने माइनस हुन्छ। यो कुरा हो होइन। त्यसै गरी वाइको भ्यालु के हुन्छ, कि त डाउन, कि त यस्तो अप हुन्छ, कि त डाउन हुन्छ, कि त तल हुन्छ। यदि अप भयो भने प्लस हुन्छ, डाउन भयो भने माइनस हुन्छ है। यो यदि कुरा थाहा पाउनु पऱ्यो भने, यदि कन्सेप्ट तपाईँले बुझ्नुभयो भने सबै सल्भ हुन्छ है। अब यहाँ हेर्ने त क्वेसन नम्बर 4 के भन्यो, अर्को पोइन्ट बी पनि दिएर छ त्यस्तै। पोइन्ट बीको भ्यालु के छ भन्दा चाहिँ पोइन्ट बीको भ्यालु छ 17 र 56 छ। यो 17 भनेको फेरि एक्स भ्यालु भयो, तल अर्को 65 भनेको वाइको भ्यालु भयो, वाइको भ्यालु भनेर बुझ्ने। त्यसरी पोइन्ट सी छ, यो पनि एक्स भ्यालु भनेर बुझ्ने, यो 25 भनेको वाइको भ्यालु भनेर बुझ्ने। यो चाहिँ कोअर्डिनेटहरू हो है। सो इफ दे अल मुभ राइट बाई 45 एन्ड डाउन बाई 78, हेर्नु है यहाँ के भन्यो भन्दा चाहिँ त्यो तिनीहरू सबै नै के को हुन्छ अरे, इफ दे अल आर भनेको छ राइट मुभ बाई राइट मुभ हुनु भनेको चाहिँ एक्सको भ्यालु के हुनु हो, राइट भनेको के हो, राइट भनेको त यो साइड हो भनेको प्लस हुनु हो है, राइट साइड भनेको त प्लस हुनु हो होइन। यसलाई डिल गरिदिउँ। त्यसो राइट भनेको चाहिँ प्लस एक्स भ्यालु भने कतिले प्लस हुन्छ, 45ले। जति एक्सको भ्यालु छ त्यति प्लस 45 गर्नु है। अब डाउन भनेपछि त वाइको भ्यालु, या वाइको भ्यालु डाउन भनेको छ, डाउन भनेपछि फेरि माइनस हुन्छ, घट्छ नि त। यदि यहाँ वाइको भ्यालु अप भनेको भए के हुन्थ्यो फेरि भाइहरू, अप भनेको भए प्लस हुन्थ्यो है। त्यसै गरी यहाँ राइटको ठाउँमा लेफ्ट भन्नु सक्थ्यो है, लेफ्ट भनेको फेरि माइनस हुन्थ्यो। तर यसमा के छ, राइट भनेको छ, सो यो प्लस हुन्छ है, प्लस 45 हुन्छ, यो -78 हुन्छ। यो कुरा तपाईँले यदि कन्सेप्ट तपाईँले बुझ्नु भयो होला होइन।
यसको चाहिँ अलिकति बुझेन भने एउटा भिडियो म हालिदिन्छु। हाम्रो क्लासमा चाहिँ सबै डिटेलमा मैले पढाइदिएको छु होइन, पढाइदिन्छु। यसको चाहिँ अलिकति लामै टपिक हुन्छ। अब यस्तो यहाँबाट कस्तो कस्तो खाले क्वेसन सोध्न सक्छ, अरू टाइपको क्वेसनहरू पनि हामीले सल्भ गर्छौँ होइन। सो तपाईँहरूले यसको मात्र एउटा भिडियो चाहियो भने कमेन्ट गर्नु है। यहाँ अब यो दियो, यो भ्यालु दिएको त तपाईँले बुझ्नुभयो। यसपछि खासमा सोधेको के हो त त्यो हेरौँ है त। वाट आर द न्यू कोअर्डिनेट अफ पोइन्ट ए भन्यो। सो हामीले पोइन्ट ए मात्र हेर्नु पऱ्यो है। पोइन्ट ए को चाहिँ हामीले हेर्नु पऱ्यो। सो पोइन्ट ए को भ्यालु पहिला हेरौँ है। पोइन्ट ए भनेको 16 छ अनि 56 छ। अब यो पोइन्ट एलाई मात्र हामीले हेर्नु पऱ्यो है, अर्को पोइन्ट छैन भनेर हेर्नु पऱ्यो। अब यो 16 चाहिँ एक्स हो, मैले भनिहालेँ। यो त जहिले पनि यो सेकेन्डको भ्यालु वाइ दिन्छ, जहिले पनि यही हुन्छ है, दिमागमा राख्नु, जहिले पनि यही हुन्छ। अब यसले मुभ बाई राइट 45 भन्यो भनेको अब पोइन्ट ए को कुरा गरेछ नि त। सो 45 राइट साइड जानु भनेको त हाम्रो यो दाहिनेपट्टि जानु, एक्स भ्यालु भनेको प्लस हो भनेको तपाईँले 16 मा के गर्नु पऱ्यो, प्लस 45 जोड दिनु पऱ्यो है। त्यसै गरी अब डाउन बाई 78 भनेपछि माइनस 78 गर्नु पऱ्यो। डाउन भनेको त के हो, तल हो नि त वाइको भ्यालु होइन। डाउन भनेको माइनस हुन्छ, भर्खरै मैले भनेको। अप भयो भने प्लस हुन्छ होइन, अप भयो भने प्लस हो, डाउन भयो भने के हो, माइनस हो, भर्खरै मैले भने हो होइन। यहाँ राइट भनेपछि प्लस हो, लेफ्ट हो भने माइनस हो, लेफ्ट हो भने के हो, माइनस हो भनेर मैले भनिसकेको छु होइन। सो हामीले अब यहाँ 16 चाहिँ अब प्लस 45 ले राइट साइड मुभ गर्छ क्वेसन अनुसार होइन। त्यसै गरी राइट साइड मुभ गर्छ अनि डाउन 78 भनेको यो वाइको भ्यालु चाहिँ 78 ले डाउन हुन्छ। यो पोइन्ट ए को भनेको कोअर्डिनेट पोइन्ट ए अथवा कोअर्डिनेट अफ पोइन्ट ए गर्दा चाहिँ तपाईँको नयाँ कोअर्डिनेट के भन्छ, पोइन्ट ए अब के भन्छ त्यो सोधेको है। नयाँ भ्यालु के आउँछ भनेर सोधेको छ। सो हामीले अब त बुझ्नु होला हामीले गर्ने भनेको चाहिँ अब यो 16 मा 45 जोड्दा कति हुन्छ होइन, 45 जोड्दा हुन्छ 61 हुन्छ है त। त्यसै गरी तपाईँको अब 56 मा 78 घटाउँदा यहाँ चिन्ह माइनस छ, यो माथिको प्लस छ भने यस्तो घटाउँदा चिन्ह चाहिँ माइनसै हुन्छ भाइहरू होइन, चिन्ह माइनसै हुन्छ भनेको 56 र यो घटाएकै मैले 56 माइनस 78 घटाउँदा अब माइनस चाहिँ माइनसै हुन्छ। तर अब घटाउँदा चाहिँ के घटाउने भन्दा चाहिँ तपाईँले यो 8 बाटै घटाउने। 8 मा यो 2 हुन्छ, 7 मा यो 2 हुन्छ, माइनस 22 आउँछ है। चिन्ह माइनस हुन्छ तर 78 बाट 56 घटाउने, चिन्ह चाहिँ माइनसै हुन्छ। सो नयाँ कोअर्डिनेट 61, माइनस 22 यसरी बन्यो। दिस इज न्यू कोअर्डिनेट अफ ए। सो ए कोअर्डिनेट 61 माइनस 22 लेख्नु। अलरेडी हाम्रो क्वेसन नम्बर 4 भाइ। अब क्वेसन नम्बर 5 हेरौँ है त। गीता वन्स अ क्लोथ सप भनेको अब गीता भन्ने एउटा केटी मान्छेले चाहिँ कपडा पसल चाहिँ अब चलाएको रहेछ है। अब यसमा हेरौँ के हुन्छ। द स्क्याटर प्लट सोज डेली सेल्स ओभर 2 weeks अगेन्स्ट एभरेज डेली टेम्परेचर। अब डेली टेम्परेचरमा चाहिँ अब 2 हप्ताको हेर्दा चाहिँ अब डेली सेल्स चाहिँ 2 weeks मा कति रहेछ भन्दा चाहिँ अन 20 जुलाई 20 इट वाज भनेको 20 जुलाईमा चाहिँ 20 डिग्री सेल्सियस एन्ड सेल्स वेयर 10,000 भनेको अब तल हेर्नु यो टेम्परेचरको लाइनमा 20 यहाँ छ, 20 यहाँ छ होइन। अनि यस 20 यो दिन चाहिँ कति भएको थियो अथवा यतिको टेम्परेचरमा कति भएको थियो भन्दा 10,000 भएको थियो सेल्स है। सो 10,000 भएको थियो भनेपछि 10,000 भनेको यहाँ यो साइडमा हेर्नु। अब सेल्स भनेको यो साइडमा छ, टेम्परेचर यो साइडमा छ। 20 सेम टेम्परेचर हुँदा सेल्स कति छ, 10,000 छ भनेपछि यो हामीलाई के हुन्छ भने एक्सको भ्यालु चाहिँ यो पनि मैले यो 0 भयो भने यो यताको एक्स हुन्छ, यो माथिको वाइ हुन्छ। यो भनेपछि एक्सको भ्यालु 20 भयो र वाइको भ्यालु कति भयो, 10 भयो। यो भनेको चाहिँ 20 यता आयो 10 माथि गयो भने चाहिँ यो पोइन्ट हुन्छ र यो पोइन्टमा यसरी क्रस गरेको छ है त। यो एन्सरमा यो क्रस गरेको छ, यसरी क्रस गरिदिने यसमा। किनभने मार्क दिस अन द स्क्याटर प्लट विथ एक्स गरेको छ। एक्स भनेको चाहिँ यो कट गर भने हो। सो हामीले कट गर्दा चाहिँ यो क्वेसनको जस्तै हामीले कट गर्ने है त। सो स्क्याटर प्लट वान अफ द मोस्ट इम्पोर्टेन्ट अब क्वेसन हो है। तपाईँले यो कतिको बुझ्नुभयो, बुझ्नु भएन भने यसको मैले भिडियो बनाइदिउँला यसको चाहिँ, नत्र अलिकति डिटेलमै क्लासमा त मैले भाइहरूलाई धेरै नै अब सिकाइदिन्छु यसको धेरै नै होइन। सो अर्को छ, अर्को स्क्याटर प्लटबाटै सोधेर चाहिँ अर्को क्वेसन नम्बर 6 को पनि। अब 5 को त सोधेछु नि, यहाँबाट 3टा क्वेसन सोधेको छ। यो पनि एउटै हो, यो पनि एउटै टपिकबाट 3टा क्वेसन सोधेको छ है। अब हेर्नु विच टाइप अफ कोरिलेसन डज द स्क्याटर प्लट इन क्वेसन नम्बर 5। यो क्वेसन नम्बर 5 मा चाहिँ यो जुन चार्ट छ यसले चाहिँ कुन खाले कोरिलेसन देखाउँछ भन्ने हो है। अब यो यस्तो डेटाहरूले चाहिँ के देखाउँछ भने चाहिँ कुन दिन बढी बिक्री भएको, कुन दिन कम बिक्री भएको भन्ने कुराहरू थाहा पाउनलाई चाहिँ यस्तो डेटाहरू राख्ने गरिन्छ होइन। यो एडभान्स लेभलमा हेर्ने भने चाहिँ अब ठुलो नै केसेसहरू हुन्छ। जस्तो तपाईँहरूको नर्मल टिकटकहरूमा युट्युबहरूमा पनि तपाईँले भिडियो हेर्दा होइन, जस्तो तपाईँले मन परेको भिडियो मानिलिउँ, तपाईँले टिकटकको इक्जाम्पल दिउँ है त। टिकटकमा तपाईँले होइन, टिकटकमा चाहिँ एउटा तपाईँले बडी बिल्डरको भिडियो, तपाईँले जिम गरेको भिडियो हेर्नुभयो होइन, त्यस्तै भिडियो 1-2वटा हेर्नुभयो भने तपाईँलाई त्यस्तै भिडियो रिकमेन्ड गर्छ क्या। त्यही अब जिम गरेको, वर्कआउट गरेको होइन, दौडेको त्यस्तै भिडियो हेर्छ।
त्यस्तै तपाईँहरूले कमेडी भिडियो हेर्नुभयो भने कुनै एउटा मान्छेलाई फलो गरेर कमेडी भिडियो हेर्नु भने तपाईँलाई कमेडी भिडियो नै टिकटकमा देखाउँदै लान्छ, त्यस्तै खालि भिडियो देखाउँदै लान्छ होइन। त्यस्तै युट्युबमा पनि अहिले त्यस्तै हुन थालेको छ है। आफूलाई जे मनपर्छ, युजरलाई के मनपर्छ त्यो अनुसारले चाहिँ रिकमेन्ड गर्छ, त्यो अटो रिकमेन्ड गर्छ। त्यो भित्रको अब मेकानिजमको कन्सेप्ट चाहिँ यिनीहरू नै हुन्छ क्या, यो स्क्याटर प्लटहरू नै हुन्छ। अब कुन मान्छेले कति सेकेन्ड कुन भिडियोमा हेऱ्यो भन्ने कुरा हुन्छ, त्यो चाहिँ एडभान्स कुराहरू हो। सो यो चाहिँ चाहिन्छ है तपाईँहरू। यो चाहिँ अब डिजिटल अहिले वर्ल्डको जमाना छ, अब डिजिटलाइज भइरहेछ सबै होइन, सबै कुरा अब डिजिटल भइरहेछ। यस्तो कुराहरूमा चाहिँ यो अब नयाँ कुरा पनि हो। सो यो इम्पोर्टेन्ट कुरा पनि छ। त्यही भएर पनि अहिलेको यो 2024मा पनि राखेको यो नयाँ मोडल क्वेसन हो है, यो 2024मा र अहिले 25मा नि राखिदिएको छ भनेपछि यो मोस्ट इम्पोर्टेन्ट छ है त। अहिलेको जमाना अनुसार चाहिँ यो पढ्न आवश्यक छ, यो बुझ्न आवश्यक छ है तपाईँहरू। मैले क्लासमा पनि भाइहरूले भनिराखेको छु है। यो चाहिँ नट ओन्ली फर द सेलेक्सन मात्र होइन कि, अब तपाईँको रियल लाइफमा पनि अब आफ्नो करियर बनाउनु छ भने पनि यसमा चाहिँ अलिकति डिटेलमा हामी गयो भने यसको फाइदाहरू धेरै छ। अहिलेलाई चाहिँ हामीले बेसिक चाहिँ बुझ्नुपर्ने हुन्छ है। यो गीता भन्ने मान्छेले चाहिँ जुन पसल खोलेको छ उसले चाहिँ आफ्नो यो डेटा हेर्ने भयो होइन। उसको डेटा हेर्दा उसले के थाहा पाउने भयो भन्दा चाहिँ अब उसको कुन दिन कति सेल्स भन्ने कुरा पनि थाहा पाउने भयो, र उसको अब त्यो व्यापार चाहिँ कस्तो छ त, अब यस्तो बढ्ने क्रममा छ कि, मानिलिउँ उसको सुरुमा उसको 20,000 भयो, पछि यसरी बढ्दै गयो होइन। यसरी बढ्दै गएको छ भने उसले आफ्नो पसलको व्यापार बढेर छ भन्ने थाहा पाउँछ। यो भनेको पोजिटिभ कोरिलेसन हुन्छ भाइहरू होइन। यसरी यस्तो बढ्दै गएको यस्तो पोइन्टहरू भएको भए होइन। त्यसै गरी अब कोही बेला कस्तो हुन्छ भने सुरुमा चाहिँ वात्तै मानिलिउँ अब गीता भन्ने मान्छेले चाहिँ अब पसल सुरुमा खोलेको थियो, उसको टिकटकमा फलोअर राम्रो थियो र उसले कपडा पसल खोल्यो भनेपछि सुरुमा उसले आफ्नो फलोअरले किन्दा वात्तै व्यापार भयो, 90,000को व्यापार भयो होइन। त्यसै गरी सेकेन्ड दिनको उसको मानिलिउँ 90,000बाट उसको सेकेन्ड दिनको त्यस्तै फेरि सेकेन्ड दिनमा पनि अब त्यस्तै भयो होइन। 90,000 भयो, अर्को दिन यसो घट्यो, अर्को दिन पनि घट्यो, थोरै घट्दै यसरी गयो। किनभने आफ्नो फलोअरले किन्दै गए, पछि कपडाको क्वालिटी नि राम्रो लागेन, पछि किन्नै छोड्यो भने यहाँबाट के बुझिन्छ भन्दा गीताको पसल डाउनमा गयो भनेको व्यापार घट्दै गयो, यो भनेको नेगेटिभ कोरिलेसन भयो। यहाँबाट गीतालाई के थाहा भयो भन्दा उसको पसल घाटामा छ कि नाफामा छ भन्ने कुरा थाहा भयो, र कुन दिन कति सेल्स भन्ने कुरा पनि थाहा भयो है। यदि यसरी डाउन ट्रेन्डमा गएको छ, सुरुमा बढाएको छ र पछि यसरी घट्दै गएको छ भने यो नेगेटिभ कोरिलेसन हुन्छ भाइहरू है। सुरुमा चाहिँ कम बिक्री भएको छ, पछि बढ्दै गएको छ होइन। गीताले नै सुरुमा पसल खोलेको थियो, सुरुमा चाहिँ उसले हल्का कसैले चिन्दैन थिए, त्यही भएर खासै व्यापार भएन। तर पछि जतिजनाले चाहिँ सामान किन्दै गए, उसको सामान चाहिँ राम्रो लाग्यो भनेपछि अब एकले अर्कालाई गीताको पसलमा त राम्रो कपडाहरू पाउँछ, सस्तो पाउँछ होइन, सस्तो क्वालिटीको पाउँछ भन्ने भयो भने चाहिँ अब मान्छेहरू थपिँदै जाने भयो नि त, त्यति बेला बढ्ने भयो। त्यति बेला बढ्ने देखियो भने त्यो पोजिटिभ कोरिलेसन हुन्छ है। यदि पोजिटिभ हो भने यो दुईवटा भयो भने चाहिँ अब यो नो कोरिलेसन, यसको एन्सर लेखेको छ। अब नो कोरिलेसन के कस्तो भने चाहिँ अब यो डेटा हेर्नु त, जुन क्वेसनमा दिएको छ नि यो डेटा चाहिँ कस्तो छ भने न त यहाँ बढेको मात्र छ, न त यहाँ घटेको मात्र छ होइन। सो यसमा चाहिँ बढेको पनि त्यहीँ देखिन्छ, फेरि त्यहीँ वात्तै घटेको देखिन्छ, त्यहीँ फेरि बढेको देखिन्छ, त्यहीँ वात्तै घटेको देखिन्छ भने चाहिँ यो अब न त पोजिटिभ भन्न सक्यो न त नेगेटिभ भन्न सक्यो है। भनेपछि यस्तो खाले कोरिलेसनमा भन्छ कि यस्तो खाले कोरिलेसन भन्छ तपाईँको नो कोरिलेसन है। यसमा चाहिँ हामीले डिसिजन लिनै सकिएन कि, नर्मल्ली बढेको पनि छैन घटेको पनि छैन भनेर चाहिँ एउटा ऱ्यान्डम छ भने यसलाई चाहिँ नो कोरिलेसन हामीले भन्ने हो। यसलाई यसरी तपाईँले सर्कल गर्ने। अल राइट, हाम्रो क्वेसन नम्बर 6सम्म भ्याए। क्वेसन नम्बर 7मा हेरौँ। क्वेसन नम्बर 7मा यो मेन्सुरेसनबाट हो हुनु चाहिँ होइन। अब यो अलिकति ट्रिकी खाले क्वेसन सोधेको रहेछ यसपालि। अब पहिला चाहिँ अर्कै खाले सोध्थ्यो, अब अहिले मेन्सुरेसनको अलिक यो ट्रिकी खाले क्वेसन भयो त। सो हाम्रो यो मेन्सुरेसनको अब क्वेसन नम्बर 7बाट चाहिँ हामी अर्को भिडियोमा भेटौँला है त। म जम्मा अब बाँकी सबै अर्को भिडियोमा म पार्ट 2मा यसको अपलोड गर्छु है त। पार्ट 2मा हामीले भेटौँला।